सो नमस्ते सबैजनालाई सेवारो है। धेरै ग्याप भयो ब्लग नबनाएको, धेरै भइसक्यो। आज चाहिँ गर्नु पर्यो भनेर जोस निकालेको गाइस है त। केही कारणवश चाहिँ भनौँ न गाइस है, ब्लग गर्नै सकिएन क्या। आज चाहिँ हामी एकदमै गर्मी मौसम छ नि त धरानमा। सो त्यही भएर चाहिँ हामी पौडी खेल्न भनेर हामी यहाँ दाजुभाइ मिलेर जानु लागेको। सो त्यही हो ब्लग। अब चाहिँ सायद कन्टिन्यू आउँछ होला है। त्यति भन्दै अब हामी चाहिँ लाग्छौँ होइन। 5 जना जस्तो छौँ हामी आज। धेरै पछि यो नदेख्नु पाउनु भयो होला गाइसहरु हैन। You miss me? Hello baby, I miss you. कपाल त लामो भएछ त, कति वर्ष ब्लग धेरै पछाडी हो, दिवस लामै समय भयो। लामो समय भयो हैन। अनि यता चाहिँ हाम्रो नमस्ते गरिहाल्नु नि मेरो दर्शक दिनहरुलाई। मेरो नाम चाहिँ अमित लिम्बू। ठेगाना कता? ठेगाना ताप्लेजुङ, हाल बसेको छु धरानमा। अनि मेरो भ्लगमा तिमीलाई स्वागत छ त नि। धन्यवाद तपाईलाई। फर्स्ट टाइम हो र भ्लगमा? फर्स्ट टाइम छ मेरोमा। ल तिमीलाई स्वागत छ। हात मिलाइहाल त। ठिक छ, गुड। धन्यवाद। पेमेन्ट चाहिँ भरे त्यो अलिकति कुनामा ल। कुनामा ल पेमेन्ट चाहिँ। खै आएन त भाइहरू, अरू भाइहरू यहाँ पर्खिरहेको छ हामीले है। भ्लगमा स्वागत छ ल सोल्टीलाई पनि। ल भाइलाई वेलकम टु द ब्लग। कुन खालको इन्डिकेटर हो यो? धरानको ढुकढुकी आम्मा यो खाइदिने सिक्किम एउटै हो, रेडिमेड हो कि के हो? 50 रुपैयाँ हो, तर दामी लस्सी होइन यो स्ट्र पनि हुन्छ क्या यसको उयो गर्ने ढोके बात हो, तिमी भइहाल्यो मेरो। अझ 60 रुपैयाँ हो यहाँ। ठिक अझै कसलाई भने बोकार? उ त झन् ठुलो बोका। हामी यहाँनिर पुरै बाँधेको छ होइन। हाम्रो घरको छोरीले बाँध्नु भएको हो होइन। कत्रो गाडी आयो यहाँनिर। सुधार हामी मिल्दैन गाई छ है यहाँतिर सबै फेन्सी मिल्दैन। चोर ओडै लागेको छैन। अब हामी चाहिँ फेर्नु लागेको ल है। फेरि आइरहेछ पुग्दिन त, तर एयरलेस नगरौ यहाँ। गाइजहरू अहिले चाहिँ हामी ठ्याक्कै भेडामा आइपुगेको छौँ। हाम्रो खाजा बोक्ने भाइ आइपुग्यो। आइपुग्यो। के छ त यात्रा कस्तो हुँदैछ त भाइ?
चप्पु हुँदैछ मजामा ओराल त न्युकामा के छ हाम्रो खाजा चाहिँ अहिले खाने यो चाहिँ हाम्रो अचार हो गाइस अचार हैन यो चाहिँ कोक हो कोक अनि कोक तातो तातो छ त यति नै यति कति 1 2 3 4 जना 5 जना खानुपर्ने यति थोरै तर अचार लाएर हातमा निकालेर चलो नि त एकदम बता कस्तो बक्स बक्स सो गाइजहरु बिस्कुट खाने आँटेको खाऊ न बिस्कुट खासै खाइन लो छोटी आना यहाँ तो जो खाली पेट हैन खाजा भात सात के खाएको छन् खाना छोडै सक्यो थाहा छैन त यसलाई हात छोडिसक्यो केटाहरूले बड़ा हरामी हो खाना आइसक्यो म खाना त खै हिँड्ने हुनु नि म खाउँछु यहाँ त रक क्लाइम्बिङ दामी हुन्छ क्या है साइडमा खायो सुरु अरे चढ्यो हो तपाईँ रुम नकाट्ने हामी त फेरि यो चढेको त हौ माया पेन राख्छु नि गाडी आइगयो उता गाडी आइगयो उता अब एकतालमा चाहिँ ल गयो पुगेर आउँदाखेरि के बनाएको यस्तो फोन त अघि चलाएको कि गयो यस्तो गर्दा पिचिक भएछ यहाँ पुरै पुगिसकेको छ नि आउँछु गएर फाल्दै त्यो तल उकेको छ हौ यहाँ फेरि छ बेचल्ला म्याच चले अब चाहिँ गयो दाजुभाइ के गर्छ ट्याक्कै गाइस यो चाहिँ तम्बरकोरीको बाटो है अलिक पुरै रोडाहरू हालिरहेको छ पिच बनाउनुलाई जो चाँडै पिच बन्ने रहेछ भन्ने जानकारी भयो अहिले चाहिँ हामी यहाँ जानु लागेको गाइसहरू है कम्ती पहाडीबाट यता गएर है त्यसलाई पौडी खेल्ने ठाउँ चाहिँ अलिक सानो ठाउँ त्यहाँ जानु लागेको गाइसहरू हामी चाहिँ अहिले तम्बर पुलघाट आइपुगेको छौँ यहाँबाट अलिक थोरै मास्तिर जान्छौँ अनि हामीहरू टुक्लुङ ढुङ गरेर पौडी खेल्छौँ है त अब यहाँबाट चाहिँ हामी राइटतिर लाग्छौँ आफै आफू म त आँप तोर्ने आउनुको लाग्छ हौ तर झोला सोला बोक्नु कस्तो धेरै आँप आमा आँप चोर त यहाँ आउनु पर्ने रहेछ नि त यार गजब बेइज्जती है खोलामा आइपुगेको छौँ पानी पनि छ कहाँ त छिराउनु पर्ने ओ यस्तोमा त जाँदैन गर्नु त केटा पार्क यहाँ छिराउँ यहाँनिर तिम्रो यहाँ छिराउँ यहाँनिर त्यता यहाँ तलसम्म छिराउँ तलसम्म छिराउँ हामी चाहिँ तमर पुग्यो अब तल गएर यसो एक दुईचोटि पौडी खेलेर ल होला मलाई गाइजहरू आउँदैछौ आइँदैछ हामी बाटो यस्तो चाहिँ लडिन्छ है दौरा त कम छैन नि दौराको त्यही यहाँ त मान्छेहरू अलरेडी आएर हामीभन्दा अगाडि आएर हानिसकेको रहेछ त सो हाम्रो पोली खाने ठाउँ चाहिँ यही हो ए माथि पुल छ गाई छ नि दामीको पुल
माल निकालिहाल करोडको माल नि कतिको हो 8 करोडको हो करोडको होइन नि हो हाम्रो 80 करोडको त्यो देखाउनु के हो कति करोडको माल हो मासुमा हाल्ने हो नि फेरि यो गजब बेइज्जती है यत्रो मासुमा हाले कुन मासुमा हो र यो भित्र यहाँ छ नि हाम्रो मासु मासुमै हाल्ने हो आन्द्राको मासुमा तर एकचोटि पानी छुइदिउँ न त कस्तो चाहिँ हुँदो रहेछ त हो कति छ चिसो छ पानी आम्मामा तर सही हुन्छ क्या है सुकाइदिएर सही चाहिँ ठिक्क खोला छुटेको छ क्या यहाँदेखि पर्तिर अर्कै ठुलो छ यहाँ अलिक सानो ठिक्कको सानो छ क्या यहाँ चाहिँ यहाँ खेल्ने भनेर सोचमा आएको हामीले फेरि यस्तो छ फ्रिजहरू यो चाहिँ बोगा लान्छ कि कुन फ्रिज हो यो फेरि नेपाली अर्ग्यानिक फ्रिज हो यो सत्य ओए स्विमर त गयो त नि हेलो त्यो गाइजहरू थाकेर मऱ्यो आमामा है चारचोटि यो खोलामा 1 2 फेरि 3 लास्टमा 4 खेला त आमामा यो हातहरू त के हो यत्रो छ नि बडी त छ नि के गर्नु थाकेर 6 प्याक पनि छ यतिको त गजब बेइज्जती है तर जे होस् गर्मी चाहिँ मजाले कट्यो गाइसहरू खानासाना केही खाइएको छैन होइन बिहान केही नखाइ आएको रिङ्गटै लाग्यो आमामा 4 चोटि खेल्दा त पनि हाम्रो भात खाजा भनेको के भन्नु सबै यही हो हाम्रो पाक्दैछ त्यसलाई एकचोटि गर्नुपर्छ सास जान्छ अरे सो गाइस यो ठक्कै ठाउँ चाहिँ यो चाहिँ मूलघाटदेखि अलिक मासतिर हो तल मूलघाट छ होइन मूलघाटदेखि अलिक मासतिरदेखि यो चाहिँ आँप है गाइस आँप हामीले चाहिँ अब यहाँ टक्कै योसँग होइन अमिलो चितवन उता पर्केटाहरूले झन् ल्याउँछ आम्मामा ओहो ठिक गर्यो दुईजनाले यहाँ देखाउँछ आम्मामा तीनजना खाने दुईटालाई यो भयो है अर्ग्यानिक फुड है कस्तो हानिदिएको कस्तो दामी क्या बोटलाई खाने बेला भइसक्यो यो आँप चाहिँ कहाँबाट ल्याएको चोरेर यो सक्दो फर्स्ट आँप खाइयो यहाँनिर चोरेर के गर्नु कसलाई मागेर बोर्डलाई बोर्ड बड़ा हरामी हो बेटा हामी चाहिँ हेरेको हेरे लिम्बूको हाम्रो युट्युब च्यानलमा हाम्रो सबैजनाले मिलेर सब्सक्राइब लाइक गरिदिनु होला भन्न चाहन्छु म थम्स अप भन्न त्यसरी नमस्ते